मम्मी अफिस जाने बेला भयो कहाँ मोबाइल हेर्ने अब नाति हेर्नु लाउनु ल ल ल्याउ ल्याउ ल ल मेरो त मेरो जागिर सुरु भयो नि अब त नाति मात्र हेरेर हुँदैन 5 वटा काम त तपाईँले गर्न पाउनुहुन्न नि फेरि थाहा छ नि ल अब बुहारीले सिकाउनु पर्यो अब के हो 5 वटा काम भन नि त अब गुरु नाति भोकायो भनेर फेरि लिटो खान दिनु होला दोस्रो कुरो ओहो नातिलाई त गरिम भयो पसिना आयो भने पानी खान दिनु होला नि फेरि ए खुवाउनु हुँदैन अब त 6 महिना पुग्यो खुवाउनु होला नि त 6 महिना पुगिसक्यो पुरा भएको छैन 6 महिना पुरा भएपछि बल्ल पानी खान्छन् अनि धेरै गरिम भयो जस्तो लाग्यो भने बरु त्यही पाउडर दुध बनाउनु अनि खुवाइदिनु है ए ल हुन्छ हुन्छ अनि तेस्रो कुरो चाहिँ ओहो नाति भोकाएछ यो जाब पाउडरको दुध भन्नु होला फेरि अनि भैँसीको खाटी दुध छ घर यही खुवाउँछु भन्नु होला नि फेरि हुँदैन नि ए खुवाउँछौँ त हामीले त 6 महिना पुगेपछि त भैँसीको दुध घुटु घुटु खुवाउँछौँ हाम्रो पाला 1 वर्ष पुरा भएपछि बल्ल गाई भैँसीको दुध कुरो बुझ्नु नि ए हो र अनि अर्को चौथो भनेको चाहिँ यहाँ मोबाइल हेर्न मन लाग्छ मोबाइल नातिको अगाडि बसेर चाहिँ नहेर्नु नि हेर्न मन लाउँछ हेर्नु पर्यो नि घरिघरि त यसो के हो अब हेर्दाको बेलामा हेर्नु है अनि 5औं र सबभन्दा महत्त्वपूर्ण कुरो भनेको चाहिँ उसको अगाडि बसेर तातो पानी चिया चाहिँ नखानु नि जे पनि हुन सक्छ कस्ता कस्ता घटना घट्छन् थाहा छ के त्यस्तो कुरो त मलाई सबै थाहा छ तिमीलाई माया लाग्छ तिमीलाई भन्दा धेरै माया लाउँछ मलाई माया लाउँछ जस्तो लाउँछ नातिको तिमीलाई भन्दा धेरै माया भन्छ ल त्यसको माया गर्नु म चाहिँ जागिर खान गएँ तिमी चाहिँ आमासँग बस है त